गाइज भनिदिनु के आज चाहिँ फाइनली हाम्रो एसएलसी मतलब सर आउन सफल भएको छ। आज हाम्रो क्लास पनि भयो है। लुक एट दिस गर्ल इज भेरी ब्याड। काम चाहिँ यसको अरे साँच्चै हाम्रो सर आउनु फाइनली 2 दिनपछि सर आयो कि अनि खुसी लाग्यो। 2 दिनसम्म पढ्न पाएको थिएन, पायो आज पढ्न। गएर छु रुममा खाना खाने ऱ्याप बनाइदिन्छु मैले। सकिसक्यो होइन। 2 दिनदेखि एसएनसी आएकै छैन कि हामी क्लास नै भएर छैन। एसएनसीको के काम परेर हो अहिले चाहिँ घरतिर जानु लाग्यो। होली आइरहेछ होइन 17 गते 18 गते। ह्याप्पी होली इन एडभान्स है। एडभान्स चाहिँ ह्याप्पी होली छ हजुरहरूलाई। अहिले चाहिँ दिदी र भान्जा थियो अनि त्यो दिदी र भान्जा पुगाउन गएको थिएँ रुममा। राति भइसक्यो नि त, एक्लै डर लाग्छ नि त जान, त्यही भएर अनि लिन सक्नुहुन्छ त्यही होइन रुम जान लागेको। कोही पनि छैन बाटोमा, बाइक गाडी मात्रै। हामी 2 जना आँधो छ कि कोही बोलेर छैन है। हामी पुरै हिँडिरहेको छौँ। पछाडिबाट एउटा गाडी आयो, पछाडिबाट भूत आउने रे। हामीले त बत्ती ब्लिङ्क गर्छ यार, यस्तो यस्तो छ हेर त। हामी आइपुग्यो आइज क्या। गुड मर्निङ एभ्रिवान। के छ मजा यस्तो बिहान चिसो भएर छ नि। क्लास जान लाग्छु एक्लै। दिदीको त 8 बजीदेखि हुन्छ नि त। दिदीको बिहान कम्प्युटर क्लास हुन्छ अनि त्यो 8 बजीदेखि हुन्छ। मजा बिहान लाग्छ नि त। यस्तो चिसो छ नि बिहान अहिले यस्तो छ। चिसो मौसम गइसक्यो त पनि चिसो लाग्छ कि, किनकि बिहान यहाँ पहाडतिरबाट हावा चल्छ नि त। अनि त्यही भएर बिहान पुरै हावा चल्यो चिसो लाग्छ कि। यस्तो छ बिहान चिसो गइसक्यो त पनि पुरै हुसु लाग्छ।